हेलो गाइज, म चाहिँ आज ब्लग बनाउँदै छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। सबैले माया गरिदिनु होला, सबैले साथ दिनु होला। म चाहिँ आज हाम्रो गाउँमा मकै खन्ने सिजन चलिरहेछ, त्यही भएर चाहिँ म चाहिँ मेलामा हिँडेको। आज यस्तो जङ्गलको बाटो हिँड्नुपर्छ गाइज। हामी अब गाउँले भएपछि यस्तै हुन्छ। हेर्नुहोस्, यस्तो राम्रो छ जङ्गल, यति ठुलो जङ्गल छ। हेर्नुहोस्, यस्तो रमाइलो ठाउँ छ हाम्रो गाउँ। सबैले साथ दिनु होला, मेरो भिडियो हेरेर सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म चाहिँ आएँ, यहाँ चाहिँ कुकुर रहेछ, मलाई कसरी तर्सायो कि अनि मकै खन्ने ठाउँमा आएको, अनि कसरी कुकुर सतै गयो मेरो त। अनि हेर्न सक्नुहुन्छ गाइज, यस्तो भयो। म चाहिँ मकै खन्ने ठाउँमा आएँ फाइनल्ली। अनि अब चाहिँ हामी बारीमा जान्छौँ। हेर्नुहोस् यहाँको भ्यू। यो चाहिँ सानो बाख्राको बच्चा, कस्तो क्युट छ। अनि हामी चाहिँ अब खन्नलाई आयौँ। आन्टीले चाहिँ खन्दै हुनुहुन्छ। हाई आन्टी। अब म चाहिँ वरिपरि हेर्दैछु। अनि पानी पर्यो, अनि धेरै बेर खन्न पाएनौँ, अनि त्यही भएर चाहिँ म घर फर्किएँ गाइज। अब फेरि म घर फर्केर फेरि अब एकछिनपछि मेला त गर्न पाइएन, पुरै सकेन। अनि त्यसपछि घर आयो। घर आएर म खानासाना खाएर चाहिँ अब म चाहिँ प्याज खन्न आएँ। हेर्नुहोस् गाइज, हाम्रो प्याज। प्याज खन्न पर्यो, अब के गर्नु, गाउँघरतिर भएपछि यस्तै हो। खनेको छ गाइस। थकाइ पनि लाउँछ, काम गर्दा गर्दा ढाड हात खुट्टा सबै दुखेर हल्ला चल्ला भइन्छ। त्यही पनि गाउँले हो, किसानी हो, गर्नै पर्छ। किसानीलाई त सपोर्ट गर्नुहुन्छ गाइज। हेर्नु न, गर्मी भएर यस्तो पसिना चिडचिड आइरहेको छ, त्यही पनि काम त गर्न छोड्नु हुँदैन गाइज। अर्ग्यानिक ताजा त खानै पर्यो, आफैले घरमा लाएको। हेर्नुहोस्, यस्तो फलिरहेको छ प्याज, राम्रो छ। आफैले लाएर आफैले खनिसकेको प्याज हो मैले गाइज। ल गाइज, अब मलाई सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला। मेरो आजको दिन कस्तो बित्यो हजुरले भनिदिनु होला। अघि चाहिँ आन्टीले चाहिँ